गुड मर्निङ, नमस्ते। आज यो ज्ञानोदय मावि बाफलको क्लास 10 को सेक्सन ई को क्लास टेस्ट भइरहेको छ। मेरो व्यक्तिगत बानी बिहेव कारणले प्रत्येक च्याप्टर सकिसकेपछि मैले इक्जाम लिन्छु र अहिले खास 4वटा च्याप्टर सकेको हुनाले 4वटै च्याप्टरको इक्जाम भइरहेको छ। विद्यार्थीहरू पूर्ण शान्त भएर इक्जाम दिने काम गरिरहेका छ। जना विद्यार्थी छ यो सेक्सनमा। जम्मा 9वटा सेक्सन छ यो क्लास 10 को। प्रत्येकमा 50, 55, 50, 55, 58, 50 भन्दा माथि प्रत्येक सेक्सनमा स्टुडेन्टहरू छ। मावि बाफल काठमाडौँ कलङ्कीमा रहेको क्लास 10 को सेक्सन ई। जम्मा यसमा क्लास 10 मा 9वटा सेक्सन छ। प्रत्येक सेक्सनमा 50 जनाभन्दा बढी विद्यार्थीहरू रहेका छन्। र आज मेरो व्यक्तिगत बानी के छ भने प्रत्येक च्याप्टर सकिसकेपछि विद्यार्थीले कतिसम्म बुझ्यो बुझेन त्यसको इक्जाम लिने गर्ने गरेको छु। अहिले आज जम्मा 4वटा क्वेसनको इक्जाम भइरहेछ। क्वेसन त 8वटा छ तर च्याप्टर चाहिँ 4वटा च्याप्टरको इक्जाम भइरहेछ। यो इक्जाम सेक्सन ईमा भइरहेको छ। विद्यार्थीहरू पूर्ण शान्त भएर पुरै शान्त छ। किन ज्ञानोदय मावि भनेको नाम चलेको विद्यालय हो। यसमा विद्यार्थीहरू पनि राम्रा हुन्छन्, पढाइ पनि राम्रा, र यो सिस्टम पनि यसको क्लासिकल म्यानेजमेन्ट स्कुलको म्यानेजमेन्ट पुरै राम्रो तरिकाको हुन्छ। एकदम पुरै शान्तिपूर्ण
यसरी हरेक सब्जेक्ट, हरेक क्लासको प्रत्येक सब्जेक्टको प्रत्येक च्याप्टर सकिसकेपछि एक्जाम लिएर त्यसको फिडब्याक यदि स्टुडेन्टलाई दिनु भने सबै राम्रो हुन्छ, विद्यार्थी राम्रो हुन्छ, विद्यालय राम्रो हुन्छ। प्रत्येक सबै सरहरूसँग अनुरोध छ नेपाल अधिराज्यका कि प्रत्येक च्याप्टर सकिसकेपछि एक्जाम लिने काम गरिदिनु होला। हस्त, नमस्कार। साथीहरू नमस्ते। विद्यानाथ कोइराला गुरुज्यूको भनाइ थियो, शिक्षकले चाहेमा गर्न सक्छ भनेर। यो धेरै राम्रो कुरा हो। वास्तवमा शिक्षकले गर्न चाह्यो भने प्रगति पक्कै हुन्छ जस्तो लागेछ मलाई यसको बारेमा। किनभने 35 वर्ष मैले पढाएको भइसक्यो र आजसम्म मैले चाहेको काम चाहिँ भएकै छ स्टडीको रूपमा। जस्तै ज्ञानोदय मावि बाफलको सेक्सन ई, एफ, आई, बी र सी मा मैले पढाउने गरेको, जसमध्ये सेक्सन ई को इक्जाम लिएको थिएँ आज। र मेरो बानी कस्तो छ भने प्रत्येक च्याप्टर पढाउने, त्यो च्याप्टर सकिसकेपछि इक्जाम लिने, अनि त्यसको बारेमा फेरि ब्रिफिङ गर्ने कतै गडबड भएको छ भने। तर यो इक्जाम जुन मैले लिएको थिएँ आज, त्यसमा जम्मा 50 जना स्टुडेन्टहरू इन्भल्भ भएको थियो र 50 जना मध्ये 30 जनाले जम्मा पूर्णाङ्क थियो 34 मार्क्सको इक्जाम थियो। 34 मा 34 मार्क्स चाहिँ ल्याउने स्टुडेन्ट चाहिँ 50 मा 30 जना देखियो, जुन यहाँ तपाईहरुको सामुन्नेमा छ। र अर्को 5 जनाले चाहिँ 33 नम्बर 33, 5 जनाले 32, 5 जनाले 30 र 5 जनाले 29 नम्बरसम्म चाहिँ ल्यायो। फेल कोही पनि भएको छैन। यसरी मलाई जाँगर पनि लाग्छ अब, किनभने पढाउँदाखेरि हुने रहेछ त, प्रगति हुने रहेछ पढाउँदाखेरि। जस्तै अब यो 3 वटा कपी यहाँ जाँच्न बाँकी छ। 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34। यो पनि 34 मा 34 नै आयो। स्नेहा चौधरी। अब योगेश खनाल 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34। यो पनि 34 मा 34 नै आयो, योगेश खनाल। अब युमेश आचार्य 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 34। भनाइको अर्थ 34 मा 34 ल्याउने स्टुडेन्ट हुँदो रहेछ त। यहाँ रुबिना नानी यो पनि एकदम एक्टिभ हुन्छ, फास्टर हो, फास्टर। त्यो धेरै फास्ट सोच्छ, धेरै फास्ट गर्न खोज्छ। यो युबिना श्रेष्ठ, कृति गिरी, दिया नेउपाने, प्रकृति थापा, अनि दीप्ता शर्मा, अनि प्रमिश बस्याल, अंकित देवकोटा, अनिश कुशवाहा, धेरै छ। 30 जना जति तपाईको 34 मा 34 ल्याउने छ। यसरी पढाउँदाखेरि हुने रहेछ भन्ने कुरा चाहिँ प्रमाण देखियो त यहाँ। त्यसकारणले म हरेक सरहरूसँग विनम्र अनुरोध गरेँ, म हरेक सरहरूसँग विनम्र अनुरोध गरेँ कि
यदि वास्तवमा सबैजना मिलेर मेहनत गर्ने हो भने विद्यार्थी पक्कै राम्रो हुन्छ। किनभने यो कुरामा म विश्वस्त छु। 35 वर्षको एक्सपिरियन्स छ मेरो। 35 वर्षसम्ममा जुन विद्यार्थीलाई सबैले यो पढ्नै सक्दैन भनेर भनेको थियो त्यो विद्यार्थीलाई पढाएर पास गराएर मैले देखाएको छु। किनभने जति घोट्यायो जति सिकायो त्यति राम्रो हुन्छ। त्यसकारणले शिक्षकले चाहेमा गर्न सकिन्छ भन्ने भनाइ चाहिँ ध्रुव सत्य हो जस्तो लागेछ मलाई। किनकि यहाँ प्रमाण तपाईँहरूको सामुन्नेमै प्रष्ट छ। 34 मा 34 30 जनाले ल्याएछ र 29 लास्ट 29 नम्बर छ। यिनीहरू सबै A+ का विद्यार्थी हुन्। यिनीहरू सबै A+ का विद्यार्थी हुन्। यतातिर A का विद्यार्थीहरू हुन्। साथीहरू मेहनत गरौँ, राम्रो मेहनत गर्ने गरौँ बानी, पक्कै राम्रा हुन्छन् हाम्रा नानी। हस्त नमस्कार।